हेलो साथीहरू, आजमा धन्नै मरिन हेर्नु है यो कसरी भयो। लास्टसम्म मेरो भिडियोहरू नछुटाइकन हेर्नु होला। मैले हजुरहरूलाई यो कसरी भयो सबै भिडियोमा भन्छु। यो छोरी फेरि नजाऊ भनेको मान्दै नमानेर होमवर्क गर, स्कुलबाट आएपछि खाजासाजा खाएर होमवर्क गर भनेको नमानेर पछि लाएर यो छोरीले नि आज मलाई रिस उठाइरहेको थियो। मेरो दिमाग यत्तिकै आज तातिरहेको थियो। त्यही बेलामा हिँड्दा यो बाटो कस्तो छ हेर्नु, यो पानी परेर चिप्लो हिलो अनि यही जता गनी यही नानीले दुःख देखाउँदै गरिरहेको थिएँ। बजारमा पनि केही छैन सब्जीहरू, हेर्नु न सब्जी लिन आएको धन्न यहाँ एक ठाउँमा न्युरो देखेँ। न्युरो लिँदैछु, मलाई फेरि कस्तो मनपर्छ न्युरो, हाम्रो बुढोको पनि फेभरेट हो। भोलि मैले चाहिँ यो न्युरोको अचार बनाउँछु है साथीहरू, हजुरहरूलाई पनि देखाउँछु मैले यो न्युरोको अचार। अनि अरू त केही किनिनँ, लौका घिरौँला यिनी मात्रै, हेर्दा पनि दिक्क लाग्ने, खाँदा खाँदा मिचेको घर नि फल्याएको थियो अलिअलि। अनि अरू त किनिनँ, यतातिर धनियाँ कागती सागती किनेँ। अनि त्यसपछि सबै कुरा राखेँ। यो नानीले फेरि यो खान्छु र त्यो खान्छु भनेर दुःख दिइरहेको थियो। अरू खुवाउने केही नहुने, फेरि यो जन्डिस चाहिँ राम्ररी क्लियर भएन भनेर डर लगाइरहेको। अनि जुस खुवाएर अनि यहाँ बाइकमा चढ्न खोजेको त हेर्नु त यस्तो भयो म त आज हो। अनि धन्न मरिनु। अनि यहाँ आएर हेर्नु न यता हाततिर लाग्यो, अनि यता यस्तो भयो। यस्तै यस्तै भयो आजको दिन।